मण्डीकाटारमा पतञ्जलिको 7 दिवसीय आवासीय युवा शिविर सम्पन्न। मेयर अधिकारी र साध्वी देव विजयद्वारा राष्ट्र निर्माणमा युवा शक्तिको भूमिकामा जोड। काठमाडौँ, मण्डीकाटार। बुढानीलकण्ठ नगरपालिकाको मण्डीकाटार स्थित पतञ्जलि योगपीठ नेपालमा विगत 7 दिनदेखि सञ्चालित युवा संस्कार आवासीय योग शिविर आज एक अभूतपूर्व प्रदर्शन र सङ्कल्पका साथ सम्पन्न भएको छ। युवा नेपाल समिति बागमती प्रदेशको आयोजनामा माघ 10 गतेदेखि निरन्तर सञ्चालन भएको यस शिविरको समापन बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्य र पूज्य साध्वी देव विजयज्यूको विशिष्ट सान्निध्यमा सम्पन्न भएको हो। समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख मिठाराम अधिकारीले युवाहरूलाई केवल शारीरिक रूपमा मात्र नभई मानसिक र आध्यात्मिक रूपमा पनि सशक्त बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले यस्ता योग र संस्कारयुक्त शिविरहरूले युवालाई कुलत र विकृतिबाट टाढा राखी सही दिशा निर्देश गर्ने बताउनुभयो। युवाहरूको सक्रियताले मात्रै समृद्ध नगर र राष्ट्र निर्माण सम्भव छ। नगरपालिकाले कुनै कसर बाँकी राख्ने छैन। शिविरकी प्रमुख मार्गदर्शक एवं युवा नेपाल समितिकी केन्द्रीय प्रभारी डान साध्वी देव विजयज्यूले राष्ट्र हितका लागि युवा शक्तिको सदुपयोग हुनुपर्ने धारणा राख्नुभयो। उहाँले आजको बदलिदो वैश्विक परिस्थितिमा सक्षम भएर अगाडि बढ्न युवाहरूमा आध्यात्मिक चेतना र शारीरिक दृढता दुवै आवश्यक रहेको बताउनुभयो। उहाँले थप्नुभयो, सशक्त युवा भयो भने मात्रै राष्ट्र बलियो हुन्छ। जब युवाहरू संस्कारित, अनुशासित र सिपयुक्त हुन्छन् तब मात्र देशले हरेक चुनौतीको सामना गर्न सक्छ। यो शिविरको उद्देश्य नै युवाहरूलाई आफ्नो माटो र संस्कृतिप्रति जिम्मेवार बनाउँदै राष्ट्र निर्माणको सिपाही बनाउनु हो। समापन समारोहको मुख्य आकर्षण युवाहरूले 7 दिनसम्म सिकेका सिपहरूको प्रत्यक्ष प्रदर्शन थियो। 100 थरी बाजा एउटै ताल, 100 थरी घोडा एउटै चालको मूल मन्त्रलाई चरितार्थ गर्दै 60 जना युवाहरूले एकै लयमा मार्च पास गरेर अतिथिलाई सलामी अर्पण गरेका थिए। युवाहरूले सङ्गीतको मधुर तालमा शरीरका प्रत्येक अङ्गलाई क्रियाशील बनाउने सर्वाङ्ग सुन्दर व्यायाम र मन्त्रोच्चारण सहितको पूर्ण सूर्य नमस्कार प्रस्तुत गरे। सहभागीहरूले भूमि नमस्कार, न्युद्धम, वैदिक कराते र शत्रुसँग जुझ्नका लागि आवश्यक आत्मरक्षा सेल्फ डिफेन्सका विभिन्न कलाहरू प्रदर्शन गरे। वीरताको गाथा झल्काउने गरी युवाहरूले लाठी र भाला चलाउने कठिन अभ्यासहरू निकै कुशलतापूर्वक प्रस्तुत गरे। सृजनात्मक र शारीरिक सन्तुलन। युवाहरूले आफ्नो शरीरलाई एक अर्कामा जोडेर योग स्तूपको निर्माण गरे भने सामूहिक सहकार्यको नमुना प्रस्तुत गर्दै मानव निर्मित पुल बनाएर सबैलाई अचम्मित पारे। तालीवादन र एकाग्रता। स्वास्थ्यका लागि विभिन्न लयमा गरिने तालीवादनका अभ्यासहरूले कार्यक्रमको ऊर्जा झन बढाएको थियो। वैदिक हवन र सात्विक भोजन ग्रहण गर्दै एउटा पूर्ण योगीको जीवनशैली व्यतीत गरेका थिए। कार्यक्रममा पूज्य साध्वी देव कृपाज्यू र पूज्य स्वामी भास्कर देवज्यूको पावन उपस्थिति रहेको थियो। शिविरलाई सफल बनाउन पूज्य साध्वी देव विजयज्यू, कुमार श्रेष्ठ, भवराज खत्री र अजिता बस्ताकोटीले प्रमुख प्रशिक्षकको रूपमा अहोरात्र खटेर प्रशिक्षण दिनुभएको थियो। मञ्चीय कार्यक्रमको सञ्चालन युवा नेपाल समितिका बागमती प्रदेशका संयोजक कुमार श्रेष्ठले गर्नुभएको थियो भने अतिथिहरूको रूपमा मध्य प्रदेशका मिडिया प्रभारी भूपाल श्रेष्ठ र बागमती प्रदेशका विनोद प्रधान लगायतका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता थियो। यस शिविरबाट दीक्षित युवाहरूले आफूहरूमा नयाँ जोश र जाँगर पलाएको बताउँदै यहाँ सिकेका संस्कार र सिपलाई बागमती प्रदेशका प्रत्येक युवामा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। यो शिविरले संस्कार र शक्तिलाई एकसाथ जोडेर राष्ट्रियताको नयाँ लहर सिर्जना गरेको उपस्थित सबैको ठहर थियो।